नालायक आज फेरि रक्सी ढुकेर आइस त होइन रक्सी खाएर के भयो खुट्टा त ठिक ठाकमा टेकिरहेको छु नि त होइन सुध्रिने भइनस् त कहिले सुध्रिनलाई त के गर्नु पर्यो आइडिया भन त सुध्रिन्छु सुध्रिने मान्छे आफै सुध्रिन्छन् नि भन्नै पर्दैन मनैदेखि सुध्रिने विचार छ भने सुध्रिन्छ त्यो के सुध्रिने जस्तै बाउ त्यस्तै छोरा तिमी पनि जमाना मेरो उमेरमा यस्तै गर्दै हिँड्या थियो रे आमैले भन्यो अहिले ठुल्ठुलो गफ नदियो बाउ जमानामा यस्तो छोरा हुन्छ कस्तो छोरा जन्माइछु अरे मैले जमानामा गरेर त पछुटाएर त तँलाई सम्झाइरहेको त अब त सुध्रिने हो अब मेरो पनि तपाईँको उमेरमा सुध्रिनुला नि त किन टेन्सन गरेर ओले त म ठ्याक्क लगा जवानमा त यतिको त हुनुपर्छ कि होइन